Hello guys, namaste and welcome to my video. I am Kalpana. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र आज चाहिँ म शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ आएको छु। मेरो साथीहरु छ पछाडी। यहाँ पविता चाहिँ मसँगै छ हैन अनि तल देखिको भिडियो चाहिँ बनाएन मैले, आधा बाटो देखिको मात्र भिडियो बनाएको छ। मैले भ्लग सुरु गरे म त यहाँ कहाँ हो ल आज मसँग रिसाउने मान्छेहरु हेर्नुपर्छ यता रे सो कति पछि क्यामेरा यस्तो गरिरहेको छु बोल्नै नआउँदछ भाइ ल बोल के यस हेलो एभ्रिवान नमस्ते नमस्ते वेलकम टु आवर भिडियो छ हैन अनि हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ यस्तै हो के मैले भनेको हैन कहाँ जाँदैछौँ हामी शिवपुरीको डाँडा गाउँ जाँदै छौँ। शिव ए डाँडा गाउँ होइन यो हैन हाडी गाउँ होइन अनि मेन हाम्रो बस हाम्रो पनि गाली गर्ने हैन ड्रोन लाउने हैन गल्ती मेरो होइन नि फेरि दोष हाम्रो छैन हाम्रो दोष छैन नो यु मेरो गल्ती चाहिँ होइन खासै उसकै गल्ती हो नि हामी थाहा छ बिहानदेखि के खाने भोकै नखाने अनि के हामी के खाइबी हामीले पनि के खान्छ छैन नि यु आर अल्सो नट केरा कतिहरु कोले खान्छ कुरा के भएको भन्दाखेरि हामी चाहिँ आमा यिनीहरूको हल्लाएको चाहिँ के भएको थियो भन्दाखेरि हामी तलबाट चाहिँ कुरा के भएको भन्दाखेरि हामी चाहिँ तलबाट सँगै आउने सल्लाह थियो कि अनि आधा बाटो पनि दुईजना साथी छुट्यो अनि त्यही भएर अलिकति बार्गेनिङ चाहिँ अलिकति कुराकानी भइरहेको छ। हामी पनि 2 घन्टा भन्दा बेसी हिँडेको मान्छे है रिसाएर मान्छेहरू रिसाएर बोल्दैन तिमीहरू जस्तो होइन क्या म माया गर्छु तिमीहरूलाई त्यही भएर लिची जुस खाऊ एनर्जी बढाऊ अनि आऊ कहाँ हो पवित्र छिटो आऊ त्यस्तो मलाई केही पनि भएको छैन मलाई लास्टै सुसु आइरहेछ ल कोकोलाई यति धेरै जङ्गल छ हामी चाहिँ अहिले यहाँ माथि उकालो चलेर जाँदैछौँ अनि राष्ट्रिय निकुञ्जको शिवपुरी राष्ट्रिय निकुञ्ज चाहिँ म चाहिँ फर्स्ट टाइम पहिला चाहिँ तल आधा बाटोसम्म मात्रै आएको थिएँ होइन अनि फर्स्ट टाइम जाँदैछौँ साथीहरू पछाडि छ पवित्र ओके पवित्र पछि आउँदैछ है अहिले चाहिँ दिउँसोको 2:30 भइसक्यो है अझै पनि यहाँबाट माथि हामी जानुपर्ने ठाउँमा चाहिँ 20-25 मिनट लाग्छ अरे टाइम अनि फर्किनुपर्छ 5 बजेभित्र फर्किनुपर्छ। सो गल्यो है के चाहिँ म चाहिँ मलाई भिडियो बनाउँछ एकछिन तलै बस्नु है सबैजना यहाँ फोन हाले कसो फोन राखेर खिच्ने सबै थकित अवस्था अरे यो चाहिँ म पनि छु है म चाहिँ अलिकति अर्कै छु आज पुरै एक्साइटेड फिल भइरहेको एक्साइटेड ल सबजना फोन कसको लाने यस्तो आनन्द फिल भइरहेको छ कतिजना यस गाइज गो छिटो यो जमानामा आर्मीको लागि ट्राई गरेको थियो कि के हो मन्साले ल बिचरा ऊ पनि साथी आएछ नि त तिमीले लिएको साथी हो तिमी सँगै हो र तिमीले लिएको साथी हो भने सोध्दैछु तिमीलाई अहिले चाहिँ हामी चाहिँ यहाँ हजुर पहिला लाउनु भएको अनि अघि पढेको ए म त नि फर्स्ट टाइम आउने मान्छेलाई कसरी थाहा भयो भनेर छक्कै पऱ्यो क्या एकछिन चाहिँ विष्णुद्वार भनेपछि आइपुग्नु लागेको हामी ल अब चाहिँ हामी डेस्टिनेसनमा आइपुग्नु लाग्यौँ है त अनि पानी पनि पर्न लाग्यो आजको वेदर कन्डिसन चाहिँ ठिकै छ नराम्रो पनि होइन राम्रो पनि होइन हजुर स्विमिङ गरौँ कहाँ ठाउँ त खतरा छ हाइकिङको लागि चाहिँ ठिक छ अझ घाम लाग्यो भए झन् मजा आउँथ्यो। हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ होइन अनि अब यहाँबाट चाहिँ हामी माथितिर नजाने प्लान गऱ्यौँ सबैजना यहाँबाट तलतिरै झर्दैछ अनि अब चाहिँ हामी यहाँसम्म मात्रै आयौँ अब हामी यहाँबाट चाहिँ सिधै फर्किन्छौँ है त अब चाहिँ हामी केही खानेकुराहरू खान्छौँ होइन अनि रात पनि परिसक्यो दिउँसोको 3 बजिसक्यो आजको वेदर पनि अलिकति चिसो छ पानी पर्ला जस्तो भइरहेको छ अब चाहिँ हामी यहाँबाट चाहिँ
हुँदै जान्छौँ अनि यहाँबाट माथि देख्न सक्नुहुन्छ एउटा सानो झरना छ हामी त्यही झरनासम्म गएर चाहिँ पल्टिसकिन्छौँ फर्क अब चिसो भयो के म चाहिँ यहीँ वारीबाट हेरेँ है त म जाँदिनँ माथि माथि फाइनली अब हामी चाहिँ कति ढिलो गरेको होला कि ल अब हामी चाहिँ यहीँबाट फर्किन्छौँ ल हामी चाहिँ अब खाजा साजा खाँदैछौँ है हिँड्दाखेरि चटपटे बनाउने यो मान्छेले खाजा पहिले खासको गाइस यो हाम्रो लागि ओ हाम्रो लागि खाजा यो चाहिँ खाजा कसको लागि मेरो लागि चाहिँ होइन हेर्नुपर्छ अब कसले फोटो खिचेको ल अब हामी चाहिँ खाजा खान्छौँ अनि खाजा खाएर चाहिँ दिदीले हामी घर जान्छौँ खोकी लाग्यो हामी चाहिँ अब यहाँबाट चाहिँ के जानु लागेको है मलाई चटपटी धेरै खायो भन्छ अनि अब चाहिँ हामी यहाँ खाजा साजा खाएर चाहिँ जानु लागेको सो अब हाम्रो हाइकिङको डेस्टिनेसन चाहिँ यति नै हो र तपाईँहरूलाई आजको भिडियो खोकी लागिरहेछ तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो प्लिज लाइक सेयर कमेन्ट राम्रो लागेन भने डिसलाइक धेरै लामो समय पछाडि भिडियो बनाएको कस्तो भयो थाहा भएन एन्ड भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच के भयो के चाहिँ यहाँको नजारा त एकदम हजुर तिम्रो तर्फबाट खस्यो त्यहाँ गोजी बोलेर त छ त नि यहाँनिर चिन्ता नगर न गोजीमै बोक्छु क्या म चटपटे गोजीमै बोक्छु चटपटे धेरै खा ए उसले पनि कति धेरै के राखेको छ ओइ ल जम गो ओके ल बाई 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 अरुण ल अब हामी ल ओके ल सो आजलाई भने चाहिँ बाई बाई गाइज बाई मसँग यिनीहरूको के अरे फोटो र भिडियो छ नि मैले भनेको यदि फोटो र भिडियो चाहिन्छ भने पैसा दिने अनि भिडियो फोटो लाने यहाँसम्म आइसकेपछि यति दुःख गरेको भनेपछि मान्छे कतिको सेल्फिस छ भनेर थाहा भयो कि अब उसलाई त्यही बनाना भागमा पैसा हो त्यही भागमै त्यही परेछ त्यो त नाइन्साफ हो त्यो नाइन्साफ 20 रुपियाँ एउटा छवटा जति होला एउटा बनानाको 20 रुपियाँ गर्यो नि यस्तो हो दुईटा फोटोको चाहिँ 20 रुपियाँ त्यही हिसाबले मेरो जे होस् खर्च पनि उठ्छ आजको ल गाइस त्यसो भए मान्छेहरू सेल्फिस पनि हुँदो रहेछन् ग्रुपमा आएर अनि हामी बाटो किनकि म 2 घन्टा भड्के 2 घन्टा के ओए 2 घन्टा अनि हामी चाहिँ 2 घन्टा त्यो खुट्टा 11 नम्बर तिमीहरू त एटलिस्ट स्कुटरमा भन हामी त खुट्टाले त्यो पनि माथि पुग्छ त्यसपछि आर्मीहरूले फर्काइदिन्छ यो बाटो किन आउनु भएको तपाईँहरू अनि फेरि घरको मान्छेलाई सोध्नु गयो मैले एउटा हेलिकप्टर पठाएको थिएँ कहाँ गएर लिनु भएछ खै यार त्यस्तो होइन गाइस यहाँ बाटो अप्ठ्यारो छ यस्तो बाटोबाट हामी तल जानुपर्ने हुन्छ